द्वन्द्वमा होमिएका इरान र इजरायलसँग नेपालले के किन्छ, के बेच्छ? इजरायल इरान युद्ध सुरु भएको एक साता नागेको छ। दुवै देशले एकअर्कामाथि मिसाइलका आक्रमण शुक्रबार पनि जारी राखेका छन्। यी दुवै देश बीचको युद्ध प्रत्यक्ष प्रभाव त्यहाँ रहेका नागरिकमा मात्रै गरेको अप्रत्यक्ष प्रभाव भने नेपाली बजारमा समेत पर्न देखिन्छ। किनकि चालु आर्थिक वर्षको पहिलो 11 महिनामा इजरायलबाट 1 अर्ब 15 करोड 63,78,000 रुपियाँको वस्तु आयात गरेको छ भने इजरायलबाट यही अवधिमा 6 करोड 70,35,000 रुपियाँको वस्तु आयात गरेको छ। 5500 नेपाली कार्यरत रहेको इजरायलमा द्वन्द्वको प्रभाव बढ्दै गएमा त्यहाँ रहेका नेपालीमा त पर्ने नै छ, त्यहाँबाट नेपाली आयात हुने सामानमा पनि पर्ने छ। भन्सार विभाग प्राप्त झण्डै 6 वर्षको तथ्याङ्क केलाउँदा हरेक वर्ष इजरायलमा हुने आयात बढ्दो क्रममा देखिन्छ। चालु आर्थिक वर्षको पहिलो 11 महिनामा इजरायलबाट 1 अर्ब 15 करोड 36,78,000 को वस्तु आयात भएको छ, जबकि निर्यात भने 5 करोड 49,18,000 रुपियाँको भएको छ। गत आर्थिक वर्षमा इजरायलबाट 1 अर्ब 79 करोड 98 लाख रुपियाँको वस्तु आयात भएको थियो। निर्यात भने 4 करोड 22 लाखको भएको थियो।